यो रुममा भने कहिले लोकलहरू बसिरहेको हुन्छ। अनि हामी दुईजना चाहिँ लागेको, उसलाई चाहिँ फेरि मैले जोक सुनाइदिएको, हाँसिहालेछ। हेर न, बुलेट चाहिँ कुदाएको हेर त, कति मजाले कुदाइरह। अनि त्यही हाम्रो रुमको पछाडि फुटबल खेल्ने ग्राउन्ड पर्छ। अनि त्यसपछि हामी यता आइपुग्यो ठ्याक्कै होटेलतिर, मासु पनि आइपुगेको थियो। अनि ठ्याक्कै हामी उता बस्यौँ एकछिन, यिनीहरूले चाहिँ भागसाग लगाउँदै गऱ्यो, लास्टै ढिलो गरायो। अनि सेम आन्द्रा भुँडी पकाएर खानु थियो। यो हड्डी फेरि यहाँ हेर्नु, ब्लड खानलाई खोलेर चेक गरिरहेछ। त्यहाँ निकाल्दा चाहिँ पानी नै पानी हुन्छ, त्यो मजाले नजमेको, त्यो अनि त्यस्तो आउँदो रहेछ। बेकारमा खेरो गयो। अनि यहाँ दाइले मासु पकाइसक्नु भयो। अनि त्यसपछि हामी चाहिँ खानालाई रेडी हुन थालेको थिएँ। अनि खाना खाएँ, धेरै मिठो भयो फेरि अर्को मुर्गनलाई। अनि सबैजना बसेर दुईवटा टेबलमा राखेर खाएँ। ऊ चाहिँ हड्डीलाई लास्टै मिठो भयो गाली गरिदिएको। अनि उसले चाहिँ मलाई पिट्छु भनेर भन्दै थियो, अर्कोलाई पनि जिस्काइदिएको, हाँसिरहेको थियो। अनि हामी त्यसपछि खाइसकेर फर्केको रुम। ल हेर न पछाडिबाट के गरेको होला त्यो। अनि ठ्याक्कै हामी होस्टेल आइपुगेँ। यो भनेको नयाँ होस्टेल हो।